हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। धेरै समयपछि र सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ र आज हामी आएको छौँ यता घरतिर। मेरो माइती घर आएको उसको चाहिँ ससुराली। अनि आज चाहिँ तपाईँहरू सबैलाई हामीले चाहिँ मेरो यता माइती घरको चाहिँ फन देखाउन भिजिट गराउनलाई भनेर चाहिँ ब्लग गर्दैछौँ। सबैले इन्जोय गरिदिनु होला। अनि तपाईहरुलाई केही लिनु छ सागसब्जी भन्ने चाहिँ सम्पर्क गर्नु। हामी चाहिँ युट्युबको पासवर्ड बल्ल सम्झेर चाहिँ आएको भिडियो हाल्नलाई। बिर्सेथे हामी युट्युबको पासवर्ड बल्ल याद आयो अनि बल्ल खोलेको। भिडियो नहालेको पनि धेरै भयो नि त। अनि अब च्यानलै डेड हुन लागिसक्यो, त्यही भएर केही न केही भए पनि देखाम भनेर आज चाहिँ तपाईलाई हामीले टुर गराउँछौँ। तपाईलाई हामी सबै देखाउँछौँ र आज हामी दिनभरि के गर्छौँ सबै तपाईलाई देखाउने छौँ र आज हाम्रो दिनचर्या कसरी बित्छ भनेर देखाउँछौँ। स्पेशली मैले चाहिँ गरेको चाहिँ यहाँको टुर गर्नको लागि, यो घरको टुर गर्नको लागि। सब्जीहरू कस्तो दामी दामी ताजा ताजा सबै फलेछ। अनि यस्तै यो जनावरहरू पनि देखाउँछु मैले। अहिले यो आइबन आइबन ल उता जाऊँ न त, उता ल। हामीसित एकजना जोडिनु भएको छ म्याम सृष्टि। पहिलाको भ्लगमा देखिहाल्नु भएको थियो होला तपाईँले उसलाई चाहिँ। र अब चाहिँ हामी जान्छौँ। मैले के भन्नु खोजेको भने केही न केही भए पनि अब युट्युबमा हामीले हालिराख्ने कि केही न केही भए पनि मुकबाङ। म यसलाई प्र्याङ्क पनि गर्छु होइन, त्यो प्र्याङ्क पनि हेर्नुपर्छ। तपाईँले गरिसकेको पनि छु, हेर्नु भएको छैन भने हेर्नु होला। र अब चाहिँ नयाँ नयाँ प्र्याङ्क, नयाँ नयाँ मुकबाङ, नयाँ नयाँ ब्लग सबै आउँछ। के स्टार्टिङ चाहिँ फ्लावर चाहिँ यस्तो छ, इन्डोर प्लान्टहरू कस्तो दामी देख्यो क्या क्यामेरामा, झन् बवाल देखेको छ। ल चलो आगे, आप गाइड करती रहो। यस्तो दामी दामी छ। कुखुरा परेवा छ। ए कुखुरा परेवा कुखुरा परेवा र कुखुरा परेवा परेवा हेर्नु न। यहाँ हेर, यसलाई चाहिँ के मम्मीले एक्लै बार्नु हुन्छ, ठुलो रहेछ यो। ए लियो लियोले एकदम यहाँ लियो आयो भने फेरि तसमस हुन्छ। अस्ति नै एउटा माया दुई पनि सके रहेछ। अब बेबी चरा छोप्न उहाँ छोप्न है। यहाँ आइज सपना। ए गाइस, म तपाईहरुलाई एउटा चीज देखाउँछु र यहाँ पर हेर्नु त। बच्चा छ, अन्डा जोगाएर बसिरहेछ आमाले। हेर्नु कस्तो प्यारी। यहाँ त छैन, यहाँ पनि पार्नलाई बसिरहेछ। अलिक बिरामी रहेछ क्या हो यो चाहिँ। यो त भर्खरको बुस हो क्या कि? ए होइन, यो चाहिँ हामीले एकजनाले चाहिँ छोडेको थियो क्या, मतलब चरा घरमा धेरै भएको भएर चाहिँ हामीलाई दिएको। यहाँ त यत्रो धेरै थिएन नि, यहाँ सबै कति एउटा दुईटा मात्र थियो। यो सबै यहाँ बनाएको, यो पार्दै अन्डा पार्दै चल्ला निकाल्दै पार्दै बनाएको हो यिनीहरू। यहाँ चाहिँ यिनीहरूको अन्डा पार्ने देख्न सक्नुहुन्छ। यसको होला यो घर। चलो, हामीले पहिला हिन्दीमा भ्लग गर्थ्यौँ नि त, त्यही भएर मैले पुरै बिर्सेको भयो। अरे हिन्दीमा कहिले काहीँ चाहिँ हिन्दीमा गर्दो रहेछ क्या। ल अब यता चाहिँ यस्तो फुल छ है। यसमा चाहिँ हाम्रो बाख्रा र बाख्री पाठी। तिम्रो साथी पनि देखाइदिन्छु अहिले म। अनि ऊ पर छ हाँस, देख्नु भएको छ कि? यहाँ हेर्नु न, यहाँ कति सानो छ, लास्ट सानो छ। अघि नै यसलाई देखाएको कि यसले त पोक गरेर टोक्न थाल्छ। ल आइज त यहाँ, ल टोकेर देखा त, एक्टिङ गर्दै। टोक्नु खोज्छ कि भाइलाई। अनि ऊ पर हाँस पनि छ, खोरभित्र खोर भएको भएर। अब हामी तपाईँहरूलाई देखाउँछौँ टमाटर, पुरै टमाटर दामी तरिकाले यस्तो बवाल फलेछ। टमाटर यहाँ हामी फर्स्ट यो चाहिँ हुँदैछ, रोपेपछि यो भर्खर टुसा आएको होइन। अनि यसपछि यो हुन्छ, यत्रो हुन्छ। त्यसपछि यहाँ अगाडि खोर्सानी राख्नु छ। यो कालो बन्दा के भन्छ, निलो गरी ड्रागन फ्रुट अहिले छ नि, एउटा फल पनि खानु पाइएको छैन। कहिले हो। त्यसपछि यत्रो हुन्छ, हेर्न सक्नुहुन्छ। त्यसपछि यत्रो हुन्छ, हाइट हेर्न सक्नुहुन्छ।
ठ्याक्कै यहाँ त देखाउन मिल्दो रहेछ यस्तो पछि यस्तो यस्तो पछि यस्तो भन्नु हुन्छ त्यसपछि हजुरको आएर यो फेरि किन यसरी ढिलो चाँडो रोपेको भन्दाखेरि चाहिँ एउटा अब जस्तै एउटा टमाटर ठ्याक्कै मर्ने बेला भएपछि अर्को टमाटर आउँदै गर्छ नि त त्यसो भएपछि खेतीपातीमा त्यसरी दिमाग लाउनुपर्छ त्यहाँ मकै अलिअलि हुँदैछ घुगारी यसको खानेर भइसक्यो यहाँ सायद मम्मीले बाख्राहरू राख्नुलाई बनाउनु भएको जस्तो लाग्यो नयाँ छ यो खोर चाहिँ छिटै यहाँनिर नै आउँछ मान्छेहरू यहाँ पनि हुनुहुन्छ यहाँ अस्ति यत्रो सर्प देख्नु भएको अरे मम्मीले अब त्यो कहिले कहाँ देख्छ घर अगाडि त्यो सर्प पनि फेरि आएको थियो हामी दुईवटा बाछा बाछी पनि भन्नुभएको छ मम्मीहरूले मच्छरले टोकेर कस्तो गाह्रो भयो नि सिस्टी मच्छरले टोकेर मम्मीलाई भनिदिनु पऱ्यो मर्छ त मच्छर टोकेर अनि हाम्रो कुखुराको खोर पहिला त्यहाँ जति कुखुरा छ नि तिनीहरूलाई चाहिँ यहाँ राख्नुहुन्थ्यो यहाँ त छैन कुखुरा छैन ओ कस्तो राम्रो खोर छ कति सफा गरेर राख्नु भएको छ मम्मीले एकदम किचन जस्तो देखेको होइन घरभन्दा कम गरिदिनुहुन्न एकदम माया गर्नुहुन्छ अनि हाम्रोबाट फलेको पहिला अस्ति मम्मीले एक लट लसुन प्याज छेपी निकाल्नु भएको छ यहाँ ओ देखाइदियो त यो ढोकै खुल्दैन कि त्यहाँ चाहिँ मजाले मम्मीले के भन्छ त्यसलाई स्टकमा राख्नु भएको छ अनि यता त खासै केही छैन खोर्सानी चाहिँ यता खोर्सानी राख्नु भएको छ अनि काँक्रा हो यहाँ हेर्नु न बोतिन कस्तो दामी काँक्रा नछु है छुनु नि अब अर्को नेक्स्ट टाइम नेक्स्ट टाइम खाने अनि यहाँ चाहिँ सबै खोर्सानीहरू मात्रै राख्नु भएको छ मम्मीले योपालि चाहिँ धेरै खोर्सानी रोप्नु भन्नुभएको थियो साँच्चीकै रोप्नु भएको छ अनि यो पनि सायद त्यतिकै त्यही लटसँगै यो पनि रोप्नु भएको छ मम्मीले हो नि यो फर्सीको गट्टा आएको छ माथि डल्ले खोर्सानी है फलेको ल आज भेनाले केही नरह्यो भने खोर्सानी चाहिँ बोकेर लान्छ एकपाटी अनि आउनु चाहिँ म तपाईँहरूलाई त्यो सानो देख्नु भयो नि त्यो सानो टमाटरहरू अब चाहिँ ठुल्ठुलो फलिसकेको छ यस्तो दामी यस्तो दामी छ अनि ओ माई गड ल फर्सीहरू ओहो ला लौ हेर त बुवा भन्दा ठुलो रहेछ ला यो खेती गर्ने चाहिँ उहाँहरू नै हुनुहुन्छ के टिप्स एन्ड ट्रिक्स यस्तै गर्नुहुन्छ नि तपाईँले के टिप्स एन्ड ट्रिक्स चाहिन्छ भने सोध्न सक्नुहुन्छ कन्ट्याक्ट गर्न सक्नुहुन्छ टिप्स एन्ड ट्रिक्स होइन सब्जीको लागि सम्पर्क नि मम्मी सब्जीको लागि सम्पर्क आउनुहोस् अनि यहाँ लामे बडी कस्तो राम्रो भएको छ लाम बडी मम्मीले भर्खरै हाम्रो घरको काँक्रा तोडेर ल्याउनु भएको छ अब पछि पछि झन् खानु पाइन्छ यिनीहरूलाई हेर यहाँ आमा सबै फोनमा बिजी यो भयो तिर्खाएर मैले तुलसीको पानी दिएको अनि यहाँ हुनुहुन्छ म ल मम्मी हाम्रो भिडियो कस्तो लाग्छ तपाईँलाई तपाईँ त एकदम हेर्नुहुन्छ हेर लजाएको बोल्न आउँछ क्या आउँछ अस्ति तपाईँ झन् त्यहाँ प्र्याङ्कमा रोक होइन त्यस्तो त हो त ल भन्नु प्रतिक्रिया फ्यान लगाइदिन्छु मलाई म जान्दिनँ भन्दैछु भन्नु न नजान्ने होइन नि त तपाईँले भिडियो हेर्नुहुन्छ नि हाम्रो कस्तो लाग्छ तपाईँको भिडियोको तपाईँले हाम्रो भिडियोहरू हेर्दा कस्तो लाग्छ जय र मेरो भिडियो हेर्दा राम्रो लाग्छ नि अब हेरौँ लाग्छ हेर्छु राम्रो लाग्छ आफ्नो छोराछोरीले बनाएको त्यति हो नराम्रो लाग्दैन लाग्दैन मलाई त एकदम राम्रो खुसी लाग्छ नि हौ इन्टरटेन लाग्छ होइन एकदम खुसी लाग्छ कि तिमीहरूले त्यो एडभर्टाइज चाहिँ साह्रो दामी लाग्छ हौ एडभर्टाइज बनाएको हुन्छ नि हौ तिमीहरूले त्यो के हो त्यो चाहिँ मलाई साह्रै मजा लाग्छ कतिचोटि हेर्छु न फेरि बन्दै नभुलिकन नकमाइकन सरर बोलेको चाहिँ मजा लाग्छ कस्तो राम्रो बनाएको हुन्छ नि एडभर्टाइज त्यही चाहिँ हेर्छु साह्रो एडभर्टाइज एकदम मनपर्छ अरे सबैजनाले हामीलाई एडभर्टाइज दिनु पर्यो अझै धेरै म मेरो खुसी हुँदो रहेछ एडभर्टाइज पाउँदा अनि हाम्रो सानो सानो क्लिपहरू तपाईँ हेर्दै हाँस्नुहुन्छ त रिपिट जरा हाँस्छु अनि 1 घन्टा हाँसिरहेको हुन्छ म त सोध्दिनँ केमा भने त सोध्दिनँ 1 घन्टा त गरेर हाँसेको हुन्छ अरू नै हो कि तिनीहरूको नि हाम्रो धेरै हेर्नुहुन्छ अनि मलाई नि कल गरेर देखाउनुहुन्छ केही नराम्रो लाग्दैन हाम्रो भिडियो हेर्दा कोही त अलिक नराम्रो लाग्छ बनाएको छ र कसैलाई भिडियो बनाएर छैन कसैलाई केही नराम्रो छैन नराम्रो लाग्दैन राम्रो लाग्छ त्यो रुखहरू चाहिँ नराम्रो लाग्छ देख्यो मरेको मात्रै मलाई मन पर्छ हाँसेको मनपर्छ अरे ल हामी चाहिँ खानासाना खाएर अब बाहिर फेरि बाहिर खानको लागि निस्किँदैछौँ
आज लास्टै गर्मी छ आज मात्रै होइन गर्मी सुरु भएदेखि एकदमै गर्मी छ तर यहाँ चाहिँ अति नै गर्मी जस्तो लाग्यो मलाई होइन कि कसो हो गर्मी छ यहाँनेरि हाम्रो गाउँमा तर हावा चलिरहेको त हो शीतल हावा आइरहेको अहिले त बल्ल हाम्रो माथि घरमा अलिक शीतल अहिले त बल्ल अलिक शीतल भएको हावा चलिरहेछ नि यो मान्छे हेर्नु न ओ तिमीले त के गरेको त्यो कट्टु नै लगाएर आएको छौ त अनि लो 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 हेर त बक्सरै लाएर हिँडिरहेको के हो यस्तो ल यो सानो पारिदिउ त तेरो फोनहरु छ क्या यो सानो पारिदिउ न ल अब चाहिँ हामी माथि जान लागेको कि हामी माथि जान लागेको चाहिँ खास एउटा प्रमोसन भिडियो आएको थियो त्यो प्रमोसन सुट गर्नको लागि जान लागेको अब त्यही गएर भेटौँला है अहिले लास्टै गर्मी छ त्यही भएर खासै त्यो बोल्न पनि त्यस लास्टै झ्याउ लागिरहेछ अब बाटोमा ध्यान दिऊ किनकि यो गर्मीको मौसम हो साँप सर्प हुन्छ त्यही भएर माथि नै गएर भेटौँला अब चलो फौजीहरू सो गाइस हामी चाहिँ घाममा डढी यस्तो दुःख गरी हामी आयौँ यस्तो घाममा त्यही पनि एउटा चिसो खानको लागि र एउटा भिडियो बनाउनको लागि भर्खरै खाना आजको सबै स्पोन्सर चाहिँ ऊ है उसको 15,000 उसको 15,000 आएको छ कि अनि हामीलाई स्पोन्सर के गरे जे खानुहुन्छ यहाँको सबै फ्री भन्दैछ त्यही भएर हामी चाहिँ भटाभट मगाउँदैछौँ ल अब चाहिँ हामी भिडियो बनाउन स्टार्ट गर्छौँ सो गाइज हामी चाहिँ अब यो चाहिँ नेक्स्ट डे हो नेक्स्ट डेको हामी घर पनि आइसक्यौँ किनकि त्यहाँ अब त्यस्तै भयो भिडियो सिडियो बनाउन नि त्यस्तो खासै मिलेन भन्नाले अब टाइमै भ्याइएन बिजी भइयो अनि अहिले चाहिँ यो हामी चाहिँ घरमा आएर बोलिरहेछौँ हामी यहाँ सिर्फ के भन्न आएको भने त्यही हो अब त्यस्तो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला किनकि हामीले त्यस्तो नराम्रो सोचेर पनि बनाएको होइन हामीले सिर्फ त्यो अब इन्टरटेन पर्पज भन्छ नि त्यस्तोको लागि मात्रै बनाएको हो अब हुन त फेरि माया गर्नेले पनि माया गरिराख्नु भएको छ त्यही भिडियोमा पनि अनि अब के भनौँ अब हेटर्स भनौँ कि अब हामीलाई मन नपराउने मान्छे भनौँ कि होइन त्यस्तोले चाहिँ राम्रै भिडियोमा पनि नराम्रो भनिराख्नु पर्छ अब त्यस्तो केही पनि फरक पर्दैन केही पनि मतलब लाग्दैन हामी कमेन्टै हेर्दैनौँ तर कहिलेकाहीँ यसो झट्ट आइदिन्छ नि त नोटिफिकेसनमा त्यतिखेर चाहिँ अलिकति केही नराम्रै गऱ्यौँ कि जस्तो लाग्छ तर त्यो जायजै छैन कि किनभने हामी केटाकेटी बुढाबुढी पनि होइन हामी 18+ हो प्लस वी आर म्यारिड होइन 5-6 वर्ष भइसक्यो बिहे भइसकेको नै हजुरहरूले चिनेदेखि नै हामी म्यारिड हो त्यतिकै फोकटमा बसेको हामी अरू जस्तो होइन लाइक हुन्छ नि लिभिङमा बसेको भए पनि पो भन्न मिल्छ त नि यिनीहरू यस्तो त्यस्तो भन्ने त मिल्दैन क्या त्यही पनि हामीले त्यस्तो भल्गर त्यस्तो न्युडिटी गरेर देखाएको छैन कि हामीले कुनै पनि त्यस्तो नराम्रो हुन्छ नि देखाएर गरेको छैन कि हामीले एउटा जस्ट डबल मिनिङ टाइपको भिडियो जो चाहिँ कपालहरूमा रिलेटेड हुन्छ कि रिलेटेड हुन्छ त्यो मान्छेले खुलेर भन्न मात्रै नसकेको भिडियोमा देखेको मात्रै हो कि त्यो पनि कमेडी एज अ कमेडीमा चाहिँ हामीले देखाएको हुन्छौँ कि त्यो चाहिँ भनेर खोलेर सबै गरेर देखाएको छैन नि त मान्छे कमेन्ट गर्नेहरूले नै हामीलाई कस्तो नराम्रो भनिरहेको हुन्छ नि कमेन्ट फेरि कस्तो हुन्छ थाहा छ यिनीहरूको काण्ड कहिले आउँछ अरे लिङ्क कहिले आउँछ अरे प्रोन आउँछ अरे ओ माई गड त्यस्तो साह्रो थर्डले त हामीले भिडियो बनाएको हुँदैन नि त गाइज अनि हाम्रो जेन्युन भ्युवर्स र फलोवर्सलाई हामी कस्तो र पहिला कस्तो कन्टेन्ट बनाउँथ्यौँ दे नो के अनि एउटै कन्टेन्ट लिएर सधैँभरि बसिँदैन कि एक्टर एक्ट्रेस र ठुल्ठुलो फिल्म मेकरहरू फिल्ममा खेल्नेहरू पनि कतिवटा रोल मोडलहरू गरिरहेको हुन्छ उनीहरू कमेडी गर्छन् कहिले भिखारीमै गरिरहेको हुन्छ कहिले त्यस्तै रोल गरिरहेको हुन्छ हामी त्यो ठुलो सेलिब्रिटी पनि होइन तर हामी एकअर्काको चाहिँ हाम्रो एक्टिङ स्किललाई चाहिँ बढाऊँ अब पहिला फरक गरौँ भनेर ल ठिकै छ जे भए पनि अब तपाईँले जे भए पनि बुझ्नु माया चाहे मन लाग्छ भने भिडियो हेर्नु चाहे मन लाग्दैन स्किप गरिदिनु तर त्यो नराम्रो चाहिँ नभनिदिनु होला हैन फ्यामिलीले हामीलाई एकदम तपाईले सुन्नुभयो बाबा मम्मी कुरा सुन्नुभयो होला मैले अगाडि त्यहाँ राख्दै नमन पर्ने भनेको सिर्फ म रोगो मन पर्दैन अरे म खुसी छु नि म जेमा खुसी छु त्यो गर्न मलाई कसैले रोकटोक गर्नु हुँदैन घरमा अनि म खुसी छु मैले भिडियो बनाउँदा र अरू मान्छेले हाँस्छ रिलेटेड हुन्छ नि अफकोर्स म बनाउँछु कहिलेकाहीँ बाई मिस्टेक मैले कुनै चिज नराम्रो पनि गरेको छु होला
त्यसको लागि माफी माग्न ल धेरै चाहन्छु छोडिदियो यस्तो एक्सप्लेन गर्नु पर्दैन के भिडियो पनि लामो हुन्छ कि कमेन्टको रिप्लाई पनि गर्दिनँ म र गर्ने पनि छुइनँ अनि गाइस अब तपाईहरुलाई कि अब हामीलाई हो दुईटैलाई अब एउटा सरप्राइजको कुरा छ त्यो चाहिँ अब नेक्स्ट भ्लगमा आउँछ कि अब केमा आउँछ अनि अब चाहिँ जे होस् भिडियो चाहिँ एकदमै बवाल दामी आउनेवाला छ अब युट्युबमा बवाल कन्टिन्यू हुने छ के गरे तपाईको टिकटक इन्स्टा फेसबुकतिर त अलरेडी नै छौँ अब होइन तर अब युट्युब चाहिँ लास्टै अब एकदमै छोडिदिएकै जस्तो थियो भ्याएको पनि थिएन अब त्यस्तै त हो नि हामी फिल्डमा ब्याक हुँदैछौँ हामी केही न केही भए पनि आउँछ चाहे ब्लग घुमेको खाएको सबै जे भए पनि आउँछ तर आउनलाई आउँछ ल यति भन्दै हामी टाटा बाई बाई अनि तपाईलाई फेरि पार्ट 2 चाहिन्छ हाम्रो फार्मको भने तपाईलाई डिटेलीमा हामी फेरि गर्न तयार छौं तर अस्ति चाहिँ के भयो भने ठ्याक्कै भ्लग गर्दा गर्दै बीचमा फोन ओभर हिट भएर त्यस्तो घाममा बन्द भएको भएर तपाईलाई चाहिँ हिजो चाहिँ मैले त्यो पुरै देखाउन पाइनँ सो त्यसको लागि सरी र सेकेन्ड चोटी चाहिँ पार्ट 2 चाहिन्छ भने डु कमेन्ट गर्नु भएन भने म तपाईहरुलाई देखाउँछु हेर्नु मन लाग्छ नि हेर्नु होला ल यति भन्दै हामी बाई बाई टाटा हस्त नमस्ते टेक केयर बाई बाई